ल साथीहरू एकैछिन है यो भिडियो हेर्नुहोस् त। मैले 2 बजीतिर यो भिडियो एआईको भिडियो बनाएर हालेको थिएँ। अनि शङ्कर राणा दाइको छोरा हुन्। उनले के लेखेका छन् भन्दाखेरि यस्तो भिडियो बनाउने कसरी हो अङ्कलजी भनेर लेखेका छन्। यो भिडियो मैले कसरी बनाउने भन्ने बारेमा हजुरलाई पुरा भिडियो बनाएर रेडी गरेको छु। हजुरलाई पनि काम लाग्न सक्छ। यो हेरेर सिक्न सक्नुहुन्छ साथीहरू। ल है ल त्यसको लागि मेरो मोबाइल स्क्रिनमा हेर्नुहोस्। अब म राम्रोसँग सिकाउँछु, हजुरले पुरा भिडियो हेर्नु होला, सबैले सिकिहाल्नुहुन्छ। त्यसको लागि एउटा जेमिनाई भन्ने फाइल चाहिन्छ हजुरलाई। जेमिनाईमा टच गर्नुहोस्। पहिला फोटो बनाउनुपर्छ, त्यसपछि भिडियो बनाउनुपर्छ। अब यो प्लसमा टच गर्नुहोस्। हजुरले कुन फोटो लिनुहुन्छ त्यो फोटो लिनु होला। मैले यो फोटो लगेँ। त्यसपछि यहाँ आफूले लेख्नुपर्ने हुन्छ फोटो कस्तो बनाउने त्यो हिसाबले मैले लेखेर रेडी गरेको छु। पेस्ट गर्छु। मैले के लेखेको छु भन्दाखेरि यो फोटोलाई एउटा राम्रो स्टाइलमा बसेर माइकमा बोलेको जस्तो बनाउनु, अनि अगाडि माइक पनि राखिदिनु, अनि कानमा ठुलोवाला ब्लुटुथ लगाएको बनाउनु, अनि हजुरको तरिकाले मिलाएर बनाउनु भनेपछि हजुरले उहिले यसैले नै आफै मिलाएर बनाउँछ। अनि यहाँ साइज लेख्नुपर्ने हुन्छ। फेसबुक साइज बनाउनु 9:16 को बनाउनु भनेर यति गरेर हजुरले ओके। त्यसपछि यहाँ टच गरिदिनु होला। ल यो फोटो तयार भएर योभन्दा पनि राम्रो ऊ च्याट जिपिटीले बनाउँछ। तर मेरोमा च्याट जिपिटी किन 1-2 दिनदेखि चल्या छैन, किनभने राम्रोसँग बनाएरै दिन होइन, के भएको खै मेरो मात्रै समस्या हो कि सबैमा त्यस्तै हो। अब यो फोटोलाई सेभ गर्नुहोस्। यहाँ तल सेभ लेखेको छ, यो सेभ गर्नुहोस्। त्यसपछि अब एउटा अर्को एउटा फाइल चाहिन्छ। त्यसको लागि प्ले स्टोरमा जानु होला। त्यसपछि यहाँ लेख्नु होला वाइटी क्रिएट लेख्नु होला। यो मैले पहिले नै डाउनलोड गरेको छु, हजुर डाउनलोड गर्नु होला। त्यसपछि यसलाई ओपन गर्नु होला है साथीहरू, ओपन गर्नु होला। अब यता यहाँ 3 नम्बरमा जेनेरेट भिडियो लेखेको छ, त्यसमा टच गर्नु होला। अब हामीले त्यहाँ वहाँदेखि जेमिनाईदेखि बनाएको फोटोलाई ल्याउनु पर्ने हुन्छ यहाँ। त्यसपछि अब यहाँ के लेख्ने, कस्तो टाइपको बनाउने त्यो हजुरले पहिला नै सोचेर राख्नुपर्ने हुन्छ। सोचेर लेखेर राख्नु होला। धेरै लामो नबनाउनु होला, 10 सेकेन्डको मात्र हुन्छ। त्यसैले छोटो 1-2 लाइन मात्र मैले यहाँ सेभ गरेर राखेको छु। यसलाई कपी गरेर यहाँ राख्छु, यहाँ राख्छु। धेरै लामो नबनाउनु होला, किनभने लामो बन्दैन। यहाँ 10 सेकेन्डभन्दा पनि 10 सेकेन्डभन्दा लामो बन्दैन। त्यसैले छोटो लाइन लेख्नु होला। धेरै छोटो पनि नै, ठिक्क 10 सेकेन्ड। अब यसमा जेनेरेट गर्नु होला। केही समयपछि यसले भिडियो बनाएर दिन्छ साथीहरू। वेट गर्नु होला। 1 मिनट जति लाग्छ, 1-2 मिनट हुन लाग्यो है साथीहरू। सबै कुरा बोल्न सकिँदैन, ल केही कुरा महसुस गरिदेऊ न, किनकि म पनि थाक्ने गर्छु बारम्बार आफैलाई बुझाउँदा। सबै कुरा बोल्न सकिँदैन, हेर्नुहोस् त, केही कुरा महसुस गरिदेऊ न, किनकि म पनि थाक्ने गर्छु बारम्बार आफैलाई बुझाउँदा। युज भिडियो लेखेको छ, यसमा टच गर्नुहोस्। यता रेडी छ। अब सेभ कसरी गर्ने भन्दाखेरि यहाँ माथि यता राइट साइडमा एउटा सेभको लोगो देखाएको छ, त्यसमा टच गर्नुहोस्। एक्सपोर्टमा टच गर्नुहोस्, अनि हजुरको भिडियो रेडी भयो। यसरी भिडियो बनाउनु होला साथीहरू। ल